गुड मर्निङ साथी हो। म चाहिँ आज चाहिँ बिहानै उठेर पनि अब भोलि बिहा छ नि त, त्यो भएर चाहिँ सघाउनु जाँदैछु। म तपाईँहरूलाई देखाउने छु आजसम्म कस्तो हुन्छ के हुन्छ भोलिको लागि हेर्दै गर्नुहोस् होला मेरो भिडियो। बाई। बनिँदैछ यहाँ चाहिँ फोटो। यहाँ चाहिँ भोलिको लागि रोटी पोल्नु हुँदैछ। यहाँ पोलेको त छैन कि के भन्छ यो, मोल्दैछ, पास लाउँदैछ उहाँहरूले। रोटी खानु आउनु चाहिँ यो सिधै रोडकै छेउमा छ। कोलाई इन्ट्रेस्ट छ खानु आउनु चाहिँ आउनु चाहिँ। यहाँ चुलामा पनि आगो बलिसकेको छ। यहाँ दुईजना चाहिँ चिया बाटेर आएको कि यहाँ यस्तो गरम। यति साह्रो गरम चाहिँ अब भोलि बिहा हो। धेरै वर्ष बादमा चाहिँ हाम्रो साथी भेटेको छौँ। लै मलाई चाहिँ जबरजस्ती नजा भन्दैछ। म चाहिँ अहिले भरै भागौँ भनेको, तर यहाँ म्याडमले चाहिँ फेरि उसको नानी ठुलो भएर ल तब धमाधम यहाँ काम भएर धमा आलु खुर्काइ हुँदैछ। यहाँ भाउजूहरूले सबैजना हुनुहुँदो रहेछ। यतिको चाहिँ छिटो हुनु पऱ्यो नि मान्छे भएपछि है। यहाँ चाहिँ धमाधम लसुन तसाई हो कि उकाइ हो। रोटी पनि भइसकेको छ। यहाँ छुना चाहिँ रोटी मात्रै खाँदैछ, काम गरेको छैन। रोटी पकाउनु हुँदैछ। यो पनि रोटी पकाउनु हुँदैछ पर पनि, तर धुवाले साह्रै आँखा। यहाँ चाहिँ एकदम पुरै गन्तीमा जाँदैछ रोटी। यहाँ पनि रोटी गन्तीमै जाँदैछ। पोल्ने 3 जना, गर्ने 3 जना रहेछ त। आहो। म चाहिँ अब बिहा भोलि छ, आजै खाइदिइहालेको। भोलि चाहिँ अझ कतै खानु भ्याउँदिन कि। भोलिको लागि एकदम लागि धमाधम आदि चाहिँ पुसेर राखिसकेको छ। अब यहाँ प्लेटहरू पुस्दैछौँ। हाम्रो उहाँ छोरालाई चाहिँ बुहारी चाहिएको छ घरमा। जरुरत छ।